म्याडम हजुर के को बिहान बिहान ठ्याङ ठ्याङ पार्दैछौ तिमीले बिहान बिहान त ठ्याङ ठ्याङ पार्ने के गर्न लाइछौ मैले अँ यहाँ मसिना आलु थिएँ है अँ यति मसिना आलु थिएँ अब यिनी केरा खाने जस्तो रालेर थिचेर धोएर पखालेर यहाँ सिलौटामा एक थप थप थिचेपछि के गराउँछु थाहा हुन्छ भन्नु ए पछि थाहा हुन्छ यस अहिले थाहा हुन्न यहाँ यसमा घिउ राखेँ है यो घिउ तातो अझ घिउ पो हो घिउ राखेँ अनि घिउ तातो यसमा मेथी पड्काएँ है त्यसपछि जिरा पड्काएँ प्याज राखेँ है प्याज राखेँ गोल्डन भएपछि लसुन राखेँ है लसुन र यो खुर्सानी राखेँ सँगसँगै बेसार राखेँ है बेसार यसमा मैले अनि थिचेको आलु हालेँ है आलु ल अब यो आलु एकछिन भुटौँ है आलु एकछिन भुटेपछि मैले यो रायोको गुन्द्रुक है रायोको गुन्द्रुक ल यसमा एकैचोटि टमाटर पनि राखिदिउँ त्यसपछि यसमा जिरा धनियाँको पाउडर राखिदिउँ यति अनि यसमा आफ्नो स्वादअनुसार नुन राखिदिउँ कति खाइन्छ है अब यसलाई एकछिन चट्टी भुट्ने पाकिसकेपछि यतिको पाकेपछि यसमा अहिले मैले चामल धोएर राखेर चौलानी थियो क्या राखेँ है चलाउने र यसरी चलाइदिने र सट्ट यसलाई 2 सिटी रन्काइदिने अनि मिठो तरकारी हुन्छ गुन्द्रुकको हेर्नुहोस् है गुन्द्रुक आमामा कुखुरा सिटी लागेर आएको गुन्द्रुक कस्तो होला हेर्नुहोस् अब आज हामीले यसैसित मात्र भात खाने हो यहाँ अरू दायाँ बायाँ कराउने होइन है ए अझ दायाँ बायाँ कराउन पनि पाइन्न यताउति कराउन पाइन्न नि दायाँ बायाँ कराएर फेरि म त आफ्नो भाग गम खाने अनि बस्ने गर्छु ल यही भयो आज गुन्द्रुकको भात खाने कि कहिले काहीँ यस्तो पनि हुन्छ गुन्द्रुकको भात अनि उसको आँपको अचार छ कि हजुरलाई आज विशेष खुर्सानी छ नकराइकन खानु न केटी चाहिँ गर्नुहुन्न कि बुढो मान्छे भएर ल ओके बाई बाई ओके बाई बाई ल